हेलो गाइस सबैलाई नमस्कार। आज हामी चाहिँ शिवरात्रि शिव मन्दिर घुम्न जाँदैछौँ। यो चाहिँ सबै मान्छे भेला भइसक्यौँ हामीहरू होइन। हाम्रोको गाडी पनि आइसक्यो। अब गाडीमा चढ्दैछौँ हामीहरू। अब यो चाहिँ गाडीमाथि छौँ हामीहरू होइन। शिव मन्दिर जाँदैछौँ। यहाँ चाहिँ हामीहरू अब गाडीदेखि उत्रिसक्यौँ। अब लाग्ने शिव मन्दिरतिर। यो चाहिँ हाम्रोको शिव मन्दिरको पुज्ने जग्गा दैलो होइन। यहाँनिर चाहिँ आइसक्यौँ हामीहरू शिव मन्दिरमा। पुरा भिडियो हेर्नुहोस् होला, म राम्रो राम्रो देखाउँछु। हाम्रो महादेवको मन्दिर हो। यो चाहिँ हाम्रो दर्शन गर्ने जग्गा। यहाँ हाम्रो भगवान ढोग्छौँ होइन। अब ढोगिसकेपछि लाग्छौँ आगेतिर। भिडियो पुरा हेर्नुहोस् होला। भिडियो पुरा हेरेर भिडियो मन परेमा च्यानललाई सब्सक्राइब गरिदिनु होला। लाइक, कमेन्ट, सेयर। यस्तो राम्रो छ यो मन्दिर चाहिँ होइन। यहाँ चाहिँ हाम्रो चाहिँ घरिघरि गइरहेको थियौँ। आज चाहिँ स्पेसल शिवरात्रि हुँदा चाहिँ हामी चाहिँ काम छुट्टी गरेर आएका थियौँ मन्दिर घुम्नको लागि भन्दै। अनि तपाईँहरू पनि घुम्न आउन चाहनुहुन्छ होला, इच्छा छ होला, घुम्न आउने चाहना छ भने आउँदा हुन्छ। वेलकम टु थाइल्यान्ड होइन। सबैजनालाई वेलकम छ। यहाँ दर्शन गरेर अब लाग्ने अगाडितिर है त यस्तो राम्रो राम्रो चिजहरू देख्न मिल्छ। यस्तो राम्रो राम्रो थरी थरीका चिजहरू राख्नुभएको छ सबैजना। कहिले थाइल्यान्ड आइहाल्नुभएको छ भने यो जग्गा चाहिँ जानलाई मिस नगर्नु होला। शिव मन्दिर हेर्नुहोस् यस्तो छ। अब लागौँ माथितिर है त। हाम्रो महादेवको ठुलो मूर्ति छ होइन। त्यो मूर्ति हेर्नको लागि दर्शन पनि गरौँ। यहाँ हेर्न सक्नुहुन्छ यत्रो ठुलो मूर्ति छ महादेवको। अब यहाँ दर्शन गरौँ। दर्शन गरेपछि चाहिँ अनि अगाडितिरको भिडियो बनाउँदै जाऊँ। हेर्दै जानुहोस् तपाईँहरू। मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु होला साथमा। जतिजनाले सब्सक्राइब गर्नुभयो, लाइक, कमेन्ट, सेयर जतिजनाले गर्नुभयो सबैजनालाई धन्यवाद है। कहिले थाइल्यान्ड आउनुभएछ भने मिस नगर्नु होला यो जग्गा आउन चाहिँ। हाम्रो महादेवको मूर्ति चाहिँ यही हो। अनि अब आजको भिडियोलाई चाहिँ यतिमै खतम गरौँ होइन। मिल्ने अर्को भिडियोमा। सबैजनाले सब्सक्राइब गरिराख्नुहोस्। अर्को भिडियो आउँछ फेरि यस्तै गरी। सबैजनालाई बाई बाई।